हेलो गाइज, आज चाहिँ दसैँ अनि हजुरको पनि राम्रै भएला भन्ने आशा छ अनि हाम्रो पनि राम्रै भएको छ। यता हाम्रो तलतिर जाँदैछौँ। यता हाम्रो हुनुहुन्छ एउटा नयाँ आशिष दाई हुनुहुन्छ अनि त्यसपछि लाएर अगाडि धेरै छन्। एउटा कमल दाई भन्ने मान्छे पनि पर कराइरहनु भएको छ आफ्नो मोबाइलमा। दिस इज रियल ब्लग। हल्का बाटो चाहिँ अप्ठ्यारो छ। पानी परिरहेको छ आज दसैँको दिन। हाम्रो एउटा काली बहिनीले काले कपडा लाएर रोइरहनु भएको थियो अघि। खोइ के हाम्रो काली बहिनी नभाग्नुहोस् आन्टी। दिस इज आवर आन्टी। जस सब भागिसके। मस्ते त दाइ दिन्छु दर्शनले। उहाँको नाम भन्नु अब आफ्नो नाम। मेरो नाम अश्विन। अश्विन खड्का। परजान लाग्यो तिम्रो नै यता यता हाम्रो सबैजना हुनुहुन्छ। मेरो जुत्ता भलो मेरो जुत्ता फोर मात्रै गरे यो कसरी सफा गर्ने मम्मी तपाईँको त्यसले गरौँ न। अनि यति हुन्छ के फोर्छ। यता मेरो दिजु नाम भन्छ। यता हाम्रो दिदी हुनुहुन्छ नाम भन्नु त। मेरो नाम बेकरी रोशन यस्तै हो अब। फोटो पनि खिच्न बेग लगाएर ल हाम्रो फोटो खिच्न हाम्रो माथि छ तल कपाल उडाएको बिचमा फोटो खिच्न पर्छ। यस्तै हो अब हाम्रो एउटा असली कमल दाइ हुनुहुन्छ। हाम्रो मामा चाहिँ हल्का धेरै डर मान्नु भइरहेको छ भन्ने कुरो पनि सुनिरहेको छु। कुल मामा कुल। यस्तै हो अब हाम्रो मम्मीको कुरो पनि हल्का धेरै। यो साडीको पनि छैन भिडियो बनाउँदै जाला हेर्न मजा आउँछ पछि। यस्तै हो अब हाम्रो हिँड्न पनि गाह्रो छ कि यहाँ जुत्ता हल्का उ भएपछि। यस्तै हो ब्रान्डेड जुत्ता भएपछि हिँड्दा पनि डर लाग्छ आजकल। यता फोहोर माटो साटो लागिहाल्छ कि। होइन यहाँ बाटो यस्तै छ होइन क्रिस्टल। अलि ध्यान दिएर हिँड्नुपर्छ। हजुरहरूलाई अब रिटर्न हुने बेला देखाइहाल्छु म। अहिले हल्का अब लोटिन्छ कि भन्ने उ भइसकेको छ। लोटिन्छ कि भन्ने डर भइसकेको छ। ए हाम्रो एउटा बाजेको घर हल्का अहिले पछि देखाइहाल्छु म पनि। यता पछाडि म लास्टमा त छैन, मेरो पछाडि दुइटा छन्। हिँड्न दाउ भइरह्यो होला। अब अगाडि चाहिँ धेरै छन्। यस्तरी पानी पर्यो आज जोस के भन् खाँदा भुँडी टन्न भएर यहाँ आधा राखेर आउनु भएको छ दिदीले चाहिँ। ऊ के भन्छन् आफूले हल्का भागमा खाएर फाल्ला लोभ मानेर मासु राखेर आउनु भएको छ। धेरै लाज मान्नु पर्दैन। यता देखिहाल्नुहोस् हल्का त्यति हल्का मासु राख्दैन लाज मान्नु पर्दैन। हाम्रो मामाको घर
चलो चलो हल्का पुष्प ढिला जाने भाउ पिठा लाउनु पर्ने भात खुवाउनु पर्ने कहिले जानु भनेको दुवै छोडिरहेको छ यस्तै हो अब एकछिन फेरि यता जुत्ता सुत्ता खोज्नु यस्तै अब जुत्ता पुज्नु पर्छ होइन गाइस फुपूको घर हो कि हाम्रो त्यही भएर मैले मामा हाल्नै पर्छ अब यस्तै हो यस हामी भिडभाड ठाउँमा आइसक्यौँ आफ्नो गन्तव्य स्थानमा पुगिसक्यौँ यता सबैजना आफ्नो उ गरेर टिका लगाइरहनु भएको छ पाल लाएर पानी परेर फोटो सोटो भइसक्यो त्यही पानी परेर गाह्रो आज पानी परेको बेला यस्तो पाल लगाएर टिका लगाउने हुन्छ उयो राख्छ यसरी फोटो खिच्छ यसरी फोटो खिचिरहेको हाइट यस्तो हुन्छ अब हाम्रो गाउँतिर भिडियो पनि भइरहेछ यहाँ भिडियो पनि भइरहेछ फोटो पनि धेरै खिचिसकेँ मैले उता हाम्रो हुनुहुन्छ नयाँ दाइ गाह्रो छ अब एकछिन यतिर भेटौँ हाम्रो यता जनक दाइ हामीले गरिहालौँ युट्युब च्यानल खोल्याउनु सबले आजकल युट्युब च्यानल त होइन त्यतिकै हाम्रो नयाँ त्यो दाइ Hi guys, it's me, Surendra Khadka. के राता भएन अब रङ हाल्नु त हो त धेरै नै छन् यहाँ मान्छे हल्का अब दिदिया मान्छेले यता हाम्रो भइरहेछ र भित्र के गरिरहेछन् भन्दाखेरि हुनुहुँदो रहेछ भित्रमा आइदिएर ए दर्शन भिडियो यो अब आफ्नो यो त सानो हो काटेको हजुर खै अब हेरौँ 40-50 यता पनि हाम्रो रमाइलो भइरहेछ यहाँ पानीलाई निकाल्दै हाम्रो यहाँ माइलोबाले पानीलाई निकाल्दै हाम्रो पालबाट कल पर्ला ल हाम्रो यहाँ पानी पनि सबै निकालिसक्यो अब भइरहेछ यता काम यता हाम्रो भाइले पनि गरिरहेछ पानी खाल्ने काम यता हाम्रो लाएर चाहिँ अब 2 मिनट बाँकी छ अब बाई बाई गाइस